होइन यो फोन 500 रुपियाँ गोटामा जाँदैन गोटा हो कसरी लिँदैन यो फोन चाहिँ अनि ब्याट्री गरेर कि तिमी फोन चलाउँछौ त नलिने लिने नलिने कुरो फिक्स गर 100 रुपैयाँ दिन्छ तोरे नानी के ले 80 रुपैयाँ ल्याउ यो तिमीलाई मोबाइलको ज्ञान छैन गएर साउहरूले भन्नु यो फोटो खिचेर लानु यो कुन फोन रहेछ भनेर अनि माल चिनाउँछ लेनोभोको सेट हो लेनोभो ल्यापटप कम्पनीको लेनोभो नम्बर 1 कम्पनी हो त्यतिखेर यो मेरो ड्याडीले 72,000 मा किनेको थियो एक जमानामा के फोन जस्तो लाग्छ तिमीलाई चाइनिज फोन जस्तो लाग्छ यसको त डबल डिस्प्ले थियो ब्रो माथि एउटा ऐना जस्तो छ सिसा यसको प्यानल तिमीलाई यो गएर साउलाई देखाउनु कुन हो चीज भनेर भित्रको माल कस्तो हुन्छ भनेर थाहा हुन्छ मोबाइलको विषयमा जानकारी छैन यार यो फोनलाई त अब चाइनिज फोन भन्छ यो मैले रेकर्ड गरेको फोन चाइनिज हो यहाँ पछाडि यत्रो टोकेको स्याउ देख्दैन आइफोन एउटा हिन्दीमा डालेको हुन्छ नि तुम्हारा घर चला जाएगा माले नाचिँदो रहेछ तिमी यार अनि मोबाइल नकिनेर हिँड तिमी फलाम सलाम बोकेर हिँड ब्याट्री भएको भए त तिमीले त चलाउला जस्तो कुरा गरे त उयो जगको दाम कसरी अरे तिमी चाहिँ खोज्नु जानु नि त त्यहाँ काम बाटोमा खोज्नु जानु कहाँ अनि यहाँ ल बेलचा छोडेर यहाँ पो आउँछ